महिलाका लागि ब्लू बसको रफ्तार, अब 7 प्रदेशमा निशुल्क र सुरक्षित यात्रा। महिलाहरूको सार्वजनिक यात्रालाई सुरक्षित, मर्यादित र झन्झटमुक्त बनाउन सरकारले एक क्रान्तिकारी कदम चालेको छ। सरकारको पछिल्लो 100 कार्ययोजना अन्तर्गत अब देशभरका 7 प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गरिने घोषणा गरिएको छ। चितवनमा सफल परीक्षण भइसकेको यस अवधारणालाई अब संघीय सरकारले स्वामित्व लिँदै देशव्यापी अभियानका रूपमा अघि बढाउने भएको हो। यो सेवा केवल यातायात मात्र नभएर महिला सुरक्षाको एउटा बलियो ग्यारेन्टी पनि हो। यी बसहरूमा अत्याधुनिक सुरक्षा प्रविधि जस्तै सीसीटीभी क्यामेरा र आपतकालीन सहायता प्रणाली, प्यानिक बटन जडान गरिनेछ। अझ खास कुरा के छ भने यी बसहरूमा महिला सुरक्षाकर्मी वा महिला कर्मचारीकै व्यवस्थापन रहनेछ, जसले गर्दा सार्वजनिक यातायातमा हुने भिडभाड, दुर्व्यवहार र असुरक्षाको जोखिम शून्यमा झर्ने अपेक्षा गरिएको छ। सरकारको लक्ष्य अनुसार पहिलो चरणको 100 दिनभित्र कम्तीमा 25 वटा ब्लू बस सडकमा उतारिनेछ। त्यसपछि क्रमशः 7 प्रदेशका मुख्य सहर र सहायक मार्गहरूमा यसको सञ्जाल विस्तार गरिनेछ। यो योजनाले विशेष गरी कामकाजी महिला, विद्यार्थी र दैनिक यात्रा गर्ने दिदीबहिनीहरूलाई ठूलो आर्थिक राहत पुर्याउनेछ। शिक्षा र रोजगारीका लागि घर बाहिर निस्कने महिलाहरूको मनोबल बढाउँदै उनीहरूलाई सामाजिक तथा आर्थिक गतिविधिमा सक्रिय बनाउन ब्लू बस कोसेढुङ्गा साबित हुने विश्वास लिएको छ।